दाउरा बोकेर? होइन तेरो लास लिएर आएको। राम नाम सत्य हे, राम नाम सत्य हे। हिजोसम्म हाम्रो कलवा राम्रै थियो, आज हाम्रो बिच छैन। के भएको यो भाइ? म जिउँदै छु त। मैले त राम्रोसँग भनेको त दाउरा लिएर आएको भाइ भनेर। होइन सुन लिएर आएको। यहाँ तल झरिरहेको थियो कि त्यही भएर सुन टेपेर ल्याएको। सानो गरौँ त यो सुन। आमा परसँग पुऱ्याइदिए थियो कलवा। ठेक्कीको पुगाउँछ। अब पुगाउ न। के मलाई लाटा सम्झ्यो क्या? लाटा मात्र होइन, तँ महालाटा हो। बाठो भएको भए यो क्वेसन सोध्ने नि थिएनस् तैँले। मैले त राम्रोसित सोधेको पो त दाउरा लिएर आएको भनेको। फेरि त्यही क्वेसन। यो मुरालाई राम्रो हेर त, राम्रै केटी देख्छस्। हेर होइन होला भाइ, साँच्ची नै देख्छ? लु यहाँनिर हेरिबस्छ केटी देख्छ। कहाँबाट हौ खै? अनि हेर न हेर, उताबाट उताबाट। खै देख्दैन त ओ भाइ। देखिन सेठी? देखिस होला अब त? देख्छु न। हाउडे जो देख्यौ? देखिन सर राम्रो हेर न केटी देख्छ। देख्यो? होइन भाइ देखिन। देखिन? तँ लाटा मात्र होइन, तँ महापग्लाम रहेछस् तँ। किन? अनि यो मुरालाई चाहिँ कसले आएर केटी बनाइदिन्छ? तेरो बाउ आएर केटी बनाइदिन्छ कि तेरो हजुर बाउ आएर केटी बनाइदिन्छ? आफै भन्छ मुडा हेरी बस भन्छ, केटी देख्छ भन्छ। देखेन पनि लास्न खै म पक्ला अरे हौ। अन्त हेरी बस्छस्। लु तँलाई एउटा इक्जाम्पल, यता हिरा अनि एउटा डायमन्ड छ अरे, कुन चाहिँ टिप्छस्? हिरा। अब त झन् कन्फर्म भयो त लाटा हो भनेर। किन? अन्त हिरा र डायमन्ड एउटै होइन? त्यो लाटा मात्रै तँ अल्ट्रा लाटा रहेछ। लु अब फेरि हेर, यो मुरालाई हेरी बस् त। हेर्दिन म, झिजो लागिसक्यो। हौ त्यस्तै झिजो मलाई पनि लागेको थियो। के लिएर आएको? अनि मैले पनि राम्रै भनेको, दाउरा लिएर आएको भनेको। अन्त चाहिँ देखि चाहिँ अन्त दाउरा लिएर आएको भन्नुपर्छ। चुत्तिएला त यी मुराले। गाउँमा छ मान्छे थरी थरी। भिडियो कस्तो लाग्यो साथीहरू? लाइक, सेयर, कमेन्ट गर्न नभुल्नु होला है त। धन्यवाद।